हेलो नमस्ते म हुँ फरिन राई साथीहरु। आज म सिस्नो एकदमै खानु मन लागेको हुनाले म सिस्नो खोज्न निस्किसकेको छु। सिस्नो चाहिँ काठमाडौँको बौद्ध भन्ने ठाउँमा चाहिँ पाउने गर्दछ। म प्राय खानु मन लाग्दाखेरि सिस्नो त्यहीँबाट लिएर खाने गर्दछु। सर्वप्रथम म आज सिस्नो खोज्दै मेरो बेबीको लागि चाहिँ प्याम्पस डाइपर 1 महिनाको लागि पुग्ने गरी किनेर ल्याउने योजनाका साथ निस्किसकेको छु। स्पेशली बेबीको डाइपर चाहिँ त्रिपुरेश्वर चोकदेखि थापाथली बिचमा सर्जिकलहरू छन्। हस्पिटलको सामानहरू चाहिँ त्यहाँनिर एकदम होलसेल मूल्यमा सस्तो मूल्यमा पाउने भएकोले म त्यहीँबाट सधैँ बेबीको लागि 1 महिनाको लागि पुग्ने डाइपर ल्याउने गर्दछु। अस्ति 1 महिना अगाडि ल्याएको प्याम्पस चाहिँ लगभग सकिन लागेको हुनाले फेरि म त्यहाँ गएर प्याम्पस किनेर त्यहीँबाट म बौद्धतिर जानेछु। किनभने आज सिस्नो खाने योजना चाहिँ भएको हुनाले सिस्नो चाहिँ एकदमै मन पर्ने भएकोले म आज सिस्नो खोजेर ल्याएर खाने नै छु भन्ने सोचले चाहिँ निस्किसकेको छु। साथीहरु, बाटोमा के कस्तो छ, सिस्नो पाउँछु कि पाउँदैन हेर्दै जानु होला। म हजुरलाई देखाउँदै जानेछु। सिस्नो चाहिँ एकदम गाउँघरमा चाहिँ खाने बानी भएको हुनाले मलाई चाहिँ महिनामा एकचोटि सिस्नो खानै पर्ने हुन्छ। सिस्नो र थेप्ले भात भन्ने गर्दछ, हामी चाहिँ पिठे भात पनि भन्छ। त्यो चाहिँ मेरो फेभरेट खाना भएको हुनाले म निस्किसकेको छु। तर आज जेनजीको आन्दोलन छ भन्ने पनि सुनियो। बाटोतिर के कसो जाम छ म देखाउँदै जानेछु। साथीहरु, हेर्दै गर्नु होला। मेरो च्यानल सब्स्क्राइब पनि गरिदिनु होला, किनभने म भर्खर नयाँ सुरुवात भएको हुनाले मेरो सब्स्क्राइबर पनि छैन र भ्युवर पनि छैन। भ्यू पनि बढाइदिनु होला, शेयर गरिदिनु होला, लाइक गरिदिनु होला, मेरो च्यानललाई सपोर्ट गरिदिनु होला प्लिज भन्दै म आज हजुरहरूलाई देखाउँ। ल साथीहरु, म सर्जिकलमा आइसकेँ। यहाँनिर बेबीको डाइपर चाहिँ 7 देखि 12 किलोसम्मको मात्रै रहेको हुनाले गोदाममा लिनु गइराख्नु भएछ। म पर्खिरहेको छु। मेरो बेबी चाहिँ 5 किलोको छ, त्यही भएर 5 किलो साइजको चाहिँ लिनको लागि जानुभएको छ। तल पर्खिरहेको छु। यहाँबाट मैले डाइपर लगेर फेरि बौद्धतिर जानेछु। बौद्धबाट सिस्नो खोजेर ल्याएर आज चाहिँ सिस्नो खाने हाम्रो प्लान छ। भिडियो हेर्दै गर्नु होला। ल साथीहरु, मैले चाहिँ त्रिपुरेश्वरबाट अब निस्किसकेको छु। अब म यहाँदेखि सिधै बौद्धतिर जाँदैछु। हेर्दै गर्नु होला। मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु नबिर्सनु होला प्लिज। तपाईहरुको एक सब्स्क्राइबले मलाई धेरै सहयोग मिल्नेछ। खासमा बौद्ध चाहिँ पल्लो बाटो जाँदा पनि हुने थियो, नजिक पर्ने थियो र तर म चाहिँ आज यताबाट घुमेर गइरहेको छु। किनभने यता माइती घरपट्टि चाहिँ एकदम जेनजीहरूको आन्दोलन छ भन्ने कुरा चलेको हुनाले म यताबाट घुमेर आएको छु। र त्यहाँनिर आज जेनजीहरूको आन्दोलन भइरहेको मैले अघि लाइभ पनि हेरेको थिएँ। के गर्नु, हिजो अस्ति जेनजीहरूले आफैले प्रधानमन्त्री बनाएको मान्छेलाई अहिले फेरि उसैको निम्ति त्यही जेनजीले आन्दोलन गर्न पुगिरहेको छ। खै यो देशको बुझ्न नसक्नुको जुनै जोगी आए पनि कानै चिरे भने जस्तै कुर्सीमा पुगिसकेपछि सबै कुराहरू बिर्सिने। खै कस्तो खालको कुर्सी, के खालको ठाउँ त्यो जेनजीहरूले त्यत्रो क्रान्ति गरेर चाहिँ सत्ता हालेर नयाँ सत्ता बनाएकोलाई नै केही माफा मारेको छैन। न्युजहरू हेऱ्यो रिस मात्रै उठ्ने। साथीहरु, म दरबार मार्ग आइपुगिसकेको छु। खासमा म बौद्ध जानको लागि चाहिँ त्रिपुरेश्वरबाट थापाथली हुँदै जाने नजिक बाटो पर्ने थियो, तर म यतैबाट घुमेर लागिरहेको छु। किनभने आज
अस्ति घटमण्डल एसएलसीहरूको प्रदर्शन रहेको हुनाले त्यता बाटोहरू एकदम भिडभाड भएको हुनाले म यताबाट गइरहेको छु। के गर्नु, हिजो त्यही जेनजीले चाहिँ बनाएको सरकारको निमित्त फेरि त्यही सरकारलाई चाहिँ आन्दोलन गर्न पुगिरहेको छ जेनजीहरू। सरकार बनेको पनि लगभग 1 महिना भइसकेको छ, तर पनि माथि मारेको त्यही जेनजी फेरि त्यही सरकारमा आक्रोशित भएर चाहिँ आन्दोलन उठिरहेको छ। यो चाहिँ हाम्रो राज परिवार चाहिँ तहस भएको ठाउँ हो। यो नारायण हिसी दरबार, यहाँनिर हाम्रो वीरेन्द्रको वंशनाश गरिएको ठाउँ हो। के गर्नु, यस्तै छ हाम्रो नेपाल। कुर्सीमा पुगेपछि सबै थोक बिर्सिने कस्तो खालको कुर्सी छ पनि हाम्रो देशको। हर्का साम्पाङलाई दिएको भए चाहिँ सायद केही हुन्छ कि भन्ने आशा चाहिँ हो, तर यो अवस्था हेर्दाखेरि हर्का साम्पाङ पनि त्यही कुर्सीले फेरि कता तान्ने हो कि जस्तो देखिन्छ। किनभने जुन जोगी आयो पनि कान्छियो भने चाहिँ जो व्यक्ति पनि यो कुर्सीमा गइसकेपछि सबै थोक बिर्सिने कस्तो विडम्बना छ हाम्रो देशमा। कतैको म चाहिँ प्राइभेट जबदेखि बौद्धतिर प्रस्थान गरिसकेको छु। अब चाहिँ यहाँदेखि बौद्ध धेरै टाढो छैन, यहाँनिर पुगिन्छ। त्यहाँ गएपछि सिक्नु पाउँदैन आशा छ। म आज पाएरै धेरै छाड्छु, धेरै छाड्छु र अर्को कुरो पाइन भने फेरि अर्को आएर लिएर जान्छु। किनभने अहिले म धेरैचोटि लगेर खाइसकेको छु। म चाहिँ अहिले बौद्ध आइपुगिसकेको छु। यहाँबाट हल्का भित्र गइसकेपछि चाहिँ सिस्नुहरू देख्न सकिन्छ। यहाँबाट म लेफ्ट काटेर जानेछु र यहाँभित्र गल्लीहरूमा चाहिँ सिस्नुहरू देख्न सकिन्छ। यहाँनिर एउटा सिस्नु त्यही थिएँ, सोध्नु पर्ला कसो छ हेर्नु पर्ला पहिला। यहाँ डल्ले खोर्सानीहरू सिस्नुहरू सबै देख्न सकिन्छ। आमा सिस्नु कसरी दिनुहुन्छ? अहिले त फुल होइन हुनुपर्ने, सिस्नुको फुल हुनुपर्ने। अलिक ठुलै थालेको थियो, अलिक राम्रो सिस्नु रहेन, सानो रहेछ। एकताल यता घुमेर आएर छैन भने यही लानु पर्ला। आज यहाँ पनि सिस्नु रहेनछ, कतै सिस्नु यहीँ पाउँथ्यो धेरै सानो। सिस्नु छैन हजुर? सिस्नु कस्तो छ? फुल छ कि छैन? फुलवाला फुल आएको छैन हो? कति हो यो झोलाको? 100 रुपियाँ हो? हल्का छ त? थोरै छ त? ल ठिक छ। अलि आइपुगेन छ है, मिलाइदिनु र अर्कोचोटि चाहिँ। हस् सिस्नु नपायो भन्नाले 50 रुपियाँ सिस्नु नै 100 रुपियाँ हालेर लानु परिरहेको छ। अब माथि चाहिँ 100 रुपियाँ थपेर 200 को लगेर टक्क बनाएर खाइन्छ। डल्ले खोर्सानी लगेर। खोर्सानी कसरी दिदी? किलोको? अहिले घुमेर आउँदा ल। अब यहाँदेखि चाहिँ 100 रुपियाँको लानु पर्ला। अब 100 रुपियाँ। आमा सिस्नु दिनु न। खोइ उता के च्याप्दै गर्नु भएको?
आमा हजुरको सिस्नु हो लु जाउँ अलिकति लान्छु सिस्नु यहाँ माथिबाट लिएको अघि तपाईँको सोधिहालेँ होइन अनि अलिक लानु पर्ला भनेर 100 रुपियाँको दिनु न हजुर हुन्छ हुन्छ पातले मात्रै चाहिँ छैन छैन है ए ल 100 रुपियाँ अलिक धेरै हालिदिनु है अहिले त सिस्नु राम्रो हुनुपर्ने तपाईँको सानो छ त सिस्नु रेडी भएको छ सिस्नु उहाँले खाँदै हुनुहुन्छ दिदीले सासमा फेरि खाँदै हुनुहुन्छ दुईटा खुर्सानी खाइसक्नु भयो अब खाइन्छ चराप तलाएर सिस्नु